नमस्कार। सम्पूर्णमा जय श्री राम, जय श्री कृष्ण। दर्शकवृन्दहरू, म आज एउटा हजुरहरूलाई जानकारी दिन गइरहेको छु। जुन आउँदै गरेको संक्रान्ति छ, जसलाई मकर संक्रान्ति पनि भनिन्छ। यस मकर संक्रान्तिमा गर्नुपर्ने विशेष कृत्यहरू रहेका छन् केही जो मनुष्यले गर्नुपर्छ। यसमा चाहिँ 1 गते परेको छ। 1 गते चाहिँ हामी कुनै पवित्र गंगा तीर्थस्थलमा गंगा नदीमा गएर स्नान गर्नुपर्छ। यस दिन स्नानको साथसाथै दान पनि गर्नुपर्छ। दानको पनि धेरै महत्त्व छ। र यस दिन माघको 1 गते यस दिन हामीले चाहिँ तिलको पनि धेरै महत्त्व छ यसमा। यस दिन तिलले नुहाउनु पर्छ र सूर्य भगवानलाई जल दिँदाखेरि तिल हालेर जल दिनुस्, शुभ हुनेछ। यस दिन तिलको दान गर्न सक्नुहुन्छ र तिल यस दिन खानु पनि पर्छ। हजुरहरूले यस दिन यो क्रियाकलाप गर्नुहोला, विशेष पुण्यफल प्राप्त हुन्छ। हस्त नमस्कार।